नमस्कार। आज धेरै पछि फेरि एकपल्ट म यसरी सोसियल मिडियामा देखा परेको छु र आफ्नो कुरा लिएर आएको छु र अ, म हालैमा मैले थुप्रो गणेश राईज्यूको थुप्रो क्लिपहरू फेसबुकमा देखेको थिएँ। त्यो धेरै विषयहरूमा छोटो छोटो क्लिपहरू थियो। केहीमा सिक्किममा अहिले सिक्किम सरकारले लिएको लोनको विषयमा कुरा थियो भने कुनै क्लिपमा उहाँले युनिभर्सिटिजहरू जो अहिले 5वटा युनिभर्सिटिजहरू डिफल्ट लिस्टमा आएको थियो त्यसको चर्चा गर्नुभएछ। अनि त्यस्तो थुप्रो कुराहरू यो कहाँबाट रहेछ भनेर हेर्दाखेरि उहाँको आइतबारे जुन उहाँले कुरा राख्नुहुन्छ एभ्री सन्डे जो उहाँको आइतबारे कुराकानी भन्ने जुन उहाँको एपिसोड हुन्छ त्यो 28 तारिक सेप्टेम्बर दसैँको लगत्तै अघि 2025मा त्यो रेकर्ड गरिएको रहेछ र यो विषयहरूमा मलाई पनि आफ्नो केही कुरा राख्न मन पर्यो। मैले यसलाई सबै हेरेँ अनि मलाई लाग्यो कि यसमा जनमानसलाई युवाहरूलाई यसमा दिग्भ्रमित गर्ने कुराहरू थियो र यसलाई आज पूर्ण रूपमा क्लेरिफाई गर्नको निम्ति म अघि आएको छु। र त्यसमा सबैभन्दा पहिला उहाँले अमर्त्य सेनको कुरादेखि त्यो सुरु गरिएको छ। अमर्त्य सेन एउटा वर्ल्ड रिनाउन्ड इकोनोमिस्ट अनि नोबेल प्राइज विनर हुनुहुन्छ। उहाँको एउटा डेभलपमेन्ट एज फ्रिडम भन्ने किताबबाट हाम्रो गणेश राईज्यूले कोट गर्नुभएको थियो र त्यो डेभलपमेन्ट एज फ्रिडम भन्ने अमर्त्य सेनको जुन किताबबाट उहाँले सिक्किममा डेभलपमेन्ट भए तापनि त्यसमा फ्रिडम नभएको अनि अमर्त्य सेनको हिसाबले हो भने चाहिँ यो डेभलपमेन्ट होइन भन्ने उहाँले कुरा गर्नुभयो र उहाँले फ्रिडम अमर्त्य सेनको अनुसार फ्रिडमलाई 5वटा तरिकामा व्याख्यान गरेको छ र गणेश राईज्यूको भनाइ थियो कि फ्रिडम सिक्किममा डेभलपमेन्ट छ त त्यसमा फ्रिडम छैन भन्ने गणेश राईज्यूको कुरा रहेको थियो। यसमा उहाँले अमर्त्य सेनको अनुसार फ्रिडमलाई 5 प्रकारले व्याख्यान गरेको छ। पोलिटिकल फ्रिडम भनेको छ जहाँ इन्क्लुड्स फ्रिडम अफ स्पिच, द एबिलिटी टु प्र्याक्टिस इन पब्लिक अफेयर्स एन्ड डेमोक्रेटिक अकाउन्टेबिलिटी भन्ने कुराहरू यो पोलिटिकल फ्रिडममा आउँछ। यसलाई म एकछिनपछि यसलाई म अझै विस्तारमा व्याख्या गर्नेछु। तर 5वटा जुन फ्रिडमलाई डिफाइन गर्ने कन्सेप्टहरू यस प्रकार छन्। पोलिटिकल फ्रिडम इन्क्लुड्स फ्रिडम अफ स्पिच, द एबिलिटी टु पार्टिसिपेट इन पब्लिक अफेयर्स भन्ने छ। त्यसपछि छ इकोनोमिक फेसिलिटिज, एक्सेस टु रिसोर्सेस, अपर्च्युनिटिज फर इम्प्लोइमेन्ट भन्ने कुराहरू छ यसमा इकोनोमिक फेसिलिटिजमा। अनि सोसियल अपर्च्युनिटिज भनिन्छ। तेस्रो सोसियल अपर्च्युनिटिज छ जसमा एक्सेस टु एजुकेसन, हेल्थ केयर एन्ड जेन्डर इक्वालिटीको कुराहरू छ। र चौथो छ ट्रान्सपेरेन्सी ग्यारेन्टी। यसमा ओपननेस एन्ड अकाउन्टेबिलिटी अफ पब्लिक इन्फर्मेसन इन्स्टिट्युसन्स एन्ड अदर अर्गनाइजेसन्स भन्ने कुरा छ, ट्रान्सपेरेन्सी ग्यारेन्टी। अनि फिफ्थ अनि लास्ट छ प्रोटेक्टिभ सेक्युरिटी। यसमा सेफगार्ड अगेन्स्ट सिरियस डिप्राइभेसन्स भनेर छ है, प्रोटेक्टिभ सेक्युरिटी। र यो 5वटा कुरालाई सिक्किमको सन्दर्भमा हेर्नु हो भने पोलिटिकल फ्रिडममा त म भन्छु आज गणेश राईज्यू आफै नै यसरी उहाँको आइतबारे कुरा जसमा सरकारको कुराहरू एक्सपोज गर्नुहुन्छ अथवा भन्नुहुन्छ या त त्यसलाई क्रिटिसाइज गर्नु भन्नुहुन्छ या त सरकारको कुराहरू जनसाधारण अघि यसलाई उपलब्ध गराएकोमा तपाईँले भन्नुहुन्छ। यो जुनै तरिकामा हेर्नुभयो भने पनि आज पोलिटिकल फ्रिडमको तपाईँले उपयोग गरिरहनु भएको छ। अनि तपाईँको पार्टीले आज आफ्नो कार्यक्रम गर्नु कुनै रुकावट बिना आफ्नो कार्यक्रम गर्नु पाइरहेको छ, जो कि यो पहिलाको समयमा थिएन। यो एसकेएम पार्टीको अघि जुन एसडिएफ सरकार थियो अनि जसमा गणेश राईज्यू आफै एउटा
त्यो सरकारको भागीदार थिए। त्यति बेला यस्तो पोलिटिकल फ्रिडम थिएन। अनि त्यति बेला चाहिँ पोलिटिकल फ्रिडममाथि लेक्चर दिएको मलाई गणेश राईज्यूले पोलिटिकल फ्रिडममाथि लेक्चर दिएको मलाई थाहा पनि छैन। उहाँले त्यति बेला पोलिटिकल फ्रिडमको कुरा गर्नु भएन उहाँ सत्तामा हुँदाखेरि। अनि आज पोलिटिकल फ्रिडममाथि लेक्चर दिनुहुन्छ। तर म भन्न चाहन्छु आज पोलिटिकल फ्रिडम सिक्किममा उपलब्ध छ। गणेश राईज्यू स्वयंले उहाँको पार्टीले इन्जोय गरिरहेको छ। उहाँको पार्टीको युवा नेतृत्वहरू जो आज पोलिटिकल एक्सपिरियन्स भर्खरै बटुल्दै गरेको पोलिटिकल एक्सपिरियन्स छ अनि एउटा चिफ मिनिस्टर पदमा पुगेको व्यक्तिलाई खुलेआम उहाँहरूले क्रिटिसाइज गर्नु पाइरहेको छ, प्रश्न राख्नु पाइरहेको छ, उहाँहरूको कुरा राख्नु पाइरहेको छ। यसरी क्याप पार्टीले पनि यो पोलिटिकल फ्रिडमको इन्जोय गरिरहेको छ भने थुप्रोले आज सोसियल मिडियामा पोलिटिकल फ्रिडमलाई उपयोग गरिरहेको छ। उहाँहरूले सरकारलाई क्रिटिसाइज गर्नुहुन्छ, उहाँले आफ्नो एरिया एमएलएलाई क्रिटिसाइज गर्नुहुन्छ। आज पोलिटिकल फ्रिडमलाई सोसियल मिडियामा पनि आज सबले उपलब्ध गरिरहेको हामी देख्छौँ। र सिक्किममा आज पोलिटिकल फ्रिडमको कुनै रोकटोक छैन। अनि तर पहिलाको सरकारको हामीले कुरा गर्नु हो भने त्यति बेला मलाई दुईटा उदाहरण आउँछ। एउटा हो हाम्रो वर्तमान युडिएसडी मिनिस्टर श्री भोजराज राईज्यूको घरमा पेट्रोल बम फ्याँक्ने काण्ड म अझै पनि यो मेरो आँखाको अगाडि झलझलाउँछ यो कुरा। त्यसबेला भोजराज राईज्यू र हाम्रो अहिलेको वर्तमान मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेले एसडिएफ पार्टी अनि एसडिएफ पार्टीको नेतृत्व विरुद्ध बोल्दाखेरि अनि सिक्किमको निम्ति बोल्दाखेरि अनि एसडिएफ पार्टीको नेतृत्वको भुलहरू देखाउँदाखेरि उहाँहरूमाथि श्री भोजराज राईज्यूको घरमा पेट्रोल बमको प्रहार भएको थियो। अनि त्यसबेला त्यो घरमा उहाँको बिरामी श्रीमती अनि कलेज पढ्दै गरेको छोरा थियो। र त्यति बेला त्यस्तो किसिमको अत्याचार हुँदाखेरि गणेश राईज्यूले पोलिटिकल फ्रिडममाथि कहिले पनि प्रश्न उठाएन। डेभलपमेन्ट चाहिँ पोलिटिकल फ्रिडम बिना बेकार हो भनेर कहिले पनि आफ्नो नेतृत्वलाई सम्झाएन। र आज पोलिटिकल फ्रिडममाथि लेक्चर दिँदाखेरि यो एउटा ठुलो विडम्बना जस्तो मलाई लाग्छ। र पोलिटिकल फ्रिडम पछि इकोनोमिक फेसिलिटिजको आज हामी कुरा गर्छौँ। एक्सेस टु रिसोर्सेस एन्ड अपर्च्युनिटिज फर इम्प्लोइमेन्ट भन्ने कुरा गर्छौँ। आज हेर्नु सरकारको पनि थुप्रो स्किम्सहरू छ। एमएसएमईमा इन्डस्ट्रिज डिपार्टमेन्टसँग तपाईँको ब्याङ्क लोनहरू छ इन्टरप्रेनर्सहरूको लागि, म्यानुफ्याक्चरर्सको लागि, तपाईँको इम्प्लोइमेन्ट जेनेरेसनको थुप्रो तपाईँको अपर्च्युनिटिजहरू सरकारले उपलब्ध गराएको छ। एसकेएम पार्टीले पनि सिड सेलद्वारा तपाईँको वान फ्यामिली वान इन्टरप्रेनर प्रोग्रामद्वारा तपाईँको यो अपर्च्युनिटिजलाई सबै समक्ष लगिरहेको छ। अनि आज क्याप पार्टीकै थुप्रो नेताहरू, युवा नेताहरू, उहाँहरू इन्टरप्रेनरहरू हुन्, उहाँहरूको आफ्नै व्यवसायहरू छ अनि उहाँहरूले खुलेआम उपयोग गरी यो व्यवसायहरू चलाइरहनु भएको छ। सरकारबाट कुनै रोकटोक छैन। आज अपर्च्युनिटी सबलाई उपलब्ध गराइन्छ र यसको लागि कसैको घरको अघि कुन पार्टीको झन्डा लागेको छ भनेर हेरिँदैन। त्यो घरको यो उपलब्ध गर्ने मान्छे चाहिँ कुन घरबाट कस्तो किसिमको पोलिटिकल एफिलिएसन राख्छ भन्ने कुरालाई आज हेरिँदैन। तर उहाँहरूको गुणलाई हेरेर, उहाँहरूको क्षमतालाई हेरेर आज यो स्किम्सहरू सबै कुराहरू यो वे अफ लाइफ नै एउटा उपलब्ध गराएको छ र पोलिटिकल इकोनोमिक फेसिलिटिज आज युवाहरूको लागि अनि सिक्किमको लागि, सिक्किमे युवाहरूको लागि प्रशस्त रूपमा छ। तेस्रोमा आउँछ सोसियल अपर्च्युनिटिज। सोसियल अपर्च्युनिटिज भन्दाखेरि एक्सेस टु एजुकेसन एन्ड हेल्थ केयर। आज स्कुलमा कलेजमा एडमिसन गर्नु जाँदाखेरि घरको अघिको झन्डा सोधिँदैन। आज कलेजमा एडमिसन गर्नु जाँदाखेरि आफ्नो घरको पोलिटिकल एफिलिएसन बारेमा सोधिँदैन। यो सब भ्रामक कुरा हो र आज सोसियल अपर्च्युनिटिज पनि सिक्किमे युवाहरूलाई उपलब्ध गराएको छ। हेल्थ केयरमा हेर्नु हो भने आज हस्पिटल जाँदाखेरि डक्टरले घरको अघिको झन्डा सोध्दैन, डक्टरले घरको पोलिटिकल एफिलिएसन सोध्दैन। आज सबै साझा सिक्किमेको लागि चाहे जुनै पोलिटिकल एफिलिएसन बोकेको होस् तर सबैको लागि आज हेल्थ केयरको फेसिलिटिज उपलब्ध गराएको छ।
र ट्रान्सपेरेन्सी ग्यारेन्टीमा हेर्नु हो भने आज इन्फर्मेसन सेयर गर्नुमा आज आरटिआई गरेर जति पनि हाम्रो क्याप पार्टीकै सदस्यहरूले आरटिआई गर्छन्, जति पनि इन्फर्मेसनहरू उहाँले आज यसरी प्रेसमा राख्छन्, उहाँहरूले सबै आरटिआई गरेर पाएको इन्फर्मेसनहरू हुन्छ। र त्यसमा धेरैमा आधा कुराहरू मात्रै हुन्छ अनि उहाँहरूले त्यो आधा कुरालाई चाहिँ गलत तरिकामा उहाँहरूले त्यसलाई देखाउ गर्नुहुन्छ। तर हामी त्यो कुरालाई करेक्ट, त्यो रुलिङ पार्टीले पनि कतिपय कुराहरू उहाँहरूले गलत कुरा गर्दैछ भने रुलिङ पार्टीले त्यसलाई करेक्ट गर्नुपर्ने हुन्छ र ट्रान्सपेरेन्सी पनि पुरै रूपमा ग्यारेन्टी भएको छ। साथै प्रोटेक्टिभ सिक्योरिटीको हामी कुरा गर्छौँ, सेफगार्ड्स जुन सिटिजनलाई, नागरिकलाई सेफगार्ड्सहरू हुनुपर्छ। आज कोरोनाको समयमा रिलिफ बाँड्दाखेरि कसैको पोलिटिकल एफिलिएसनको विषयमा सोधेन। तपाईँको ग्लोभ भएपछि रिकन्स्ट्रक्सनको काम हुँदाखेरि त्यसलाई तपाईँको फेरि रिडेभलपमेन्टको कामहरू हुँदाखेरि ग्लोभ एफेक्टेड सिटिजन्सहरूलाई तपाईँको झन्डाको विषयमा सोधिएन, तपाईँको पोलिटिकल एफिलिएसनको विषयमा सोधिएन। र यसरी सिक्किममा तपाईँको प्रोटेक्टिभ सिक्योरिटी पनि आज उपलब्ध गराएको छ। र अमर्त्य सेनको कुरामा हेर्नु हो भने सिक्किममा आज पूर्ण रूपमा डेभलपमेन्ट भइरहेको छ, साँचो डेभलपमेन्ट भइरहेको छ। किनभने डेभलपमेन्ट साथसाथै यहाँको नागरिकले, यहाँको जनसाधारणले फ्रिडमको पनि उपयोग गर्नु पाइरहेको छ। र त्यसको पश्चात गणेश राईज्यूले युनिभर्सिटिजको कुरा गर्यो। त्यसमा पनि मलाई लाग्छ सिक्किमे जनमानसले, विशेष गरी सिक्किमे युवाहरूले साँचो कुरा युवाहरूलाई थाहा हुनुपर्छ। र सिक्किम युनिभर्सिटिज नेम्ड इन युजिसी डिफल्ट लिस्ट फर नन कम्प्लायन्स विषय लिएर गणेश राईज्यूले राख्नुभयो कि क्याप पार्टीले आजसम्म गर्दै आएको कुराहरू सिक्किममा युनिभर्सिटिज नल्याउनु, यो सिक्किममा आएको युनिभर्सिटिजहरू यो राम्रो युनिभर्सिटिज होइन, यो रेकग्नाइज्ड होइन, यसले जनताको भविष्य सुरक्षित छैन भन्ने कुराहरू गर्दै आएको थियो। क्याप पार्टीले भनिरहेको थियो कि यो युनिभर्सिटिजहरूले जुन इकोनोमिक डेभलपमेन्ट ल्याउँछ त्यो मात्रै नहेरौँ, यो युनिभर्सिटिजहरू भरोसादायक छैन भन्ने कुरा क्यापले गर्दै आएको। तर एसकेएम पार्टीको नीति नै हो, एसकेएम पार्टीले यो सार्वजनिक गरेको छ। एसकेएम पार्टीको अध्यक्षले अनि राज्यको मुख्यमन्त्रीले यो कुरा सार्वजनिक गरेको छ। हामी 32वटा क्षेत्रमा अथवा सिक्किमको 31वटा जियोग्राफिकल कन्स्टिट्युन्सिजहरूमा हामी एउटा नभए पनि एउटा युनिभर्सिटी चाहन्छौँ। एसकेएम पार्टीको उद्देश्य हो, एसकेएम पार्टीको भिजन हो सिक्किमलाई एउटा एजुकेसन हब बनाउने। किनभने सिक्किमको क्लाइमेटिक कन्डिसन्सहरू फेभरेबल छ र यहाँ पल्युसन फ्री छ भनेर चाहिँ सिक्किममा युनिभर्सिटिजहरू ल्याउनुपर्छ भन्ने एसकेएम पार्टीको यो एउटा नीति नै हो। अनि सिक्किममा सिक्किम एउटा टुरिज्म स्टेट भए तापनि सिक्किममा 32वटा क्षेत्रले टुरिज्मको फाइदा पाएको छैन भन्ने कुरा विषय लिएर थाहा हुँदाहुँदै अनि त्यो टुरिज्मदेखि वञ्चित क्षेत्रहरूमा पनि इकोनोमिक डेभलपमेन्ट होस् भनेर आज यो प्राइभेट युनिभर्सिटिजहरू यहाँ ल्याउने काम एसकेएम पार्टीले गरिरहेको छ। अनि यो एसकेएम पार्टीको नीतिमा नै लेखिएको कुरा हो। र आज यो युनिभर्सिटिजहरू आउँदाखेरि सिक्किमलाई बदनाम होइन, राम्रो हुन्छ। सिक्किमको एउटा त त्यो एरियाको इकोनोमिक डेभलपमेन्ट हुन्छ। एसकेएम पार्टीको मुख्य कारण त्यो हो। सबै कन्स्टिट्युन्सिजहरूले टुरिज्मको फाइदा पाउँदैन र वञ्चित रहेको कन्स्टिट्युन्सिजहरूमा पनि इकोनोमिक डेभलपमेन्टको निम्ति युनिभर्सिटिजहरू आएपछि त्यो एरियामा इकोनोमिक डेभलपमेन्ट हुन्छ भन्ने एउटा कुरा हो। अर्को छ यसमा जुन उहाँहरूले यो 5वटा युनिभर्सिटिजहरू एउटा डिफल्ट लिस्टमा नन कम्प्लायन्सको एउटा डिफल्ट लिस्टमा उहाँहरूको नाम आएको कुरा उहाँले गर्नुभयो। तर त्यो चाहिँ इन्फर्मेसन, कतिपय इन्फर्मेसनहरू आरटिआई एक्टको अनुसार कतिपय इन्फर्मेसनहरू युनिभर्सिटीहरूको या त संस्थाहरूको वेबसाइटमा हुनुपर्छ।
र त्यो इन्फर्मेसनहरू नभएको हुँदाखेरि चाहिँ युजिसीले एउटा नन कम्प्लायन्स युजिसीको नन कम्प्लायन्स लिस्टमा चाहिँ यो 5वटा युनिभर्सिटीको नाम आएको हो। तर त्यो आउने बित्तिकै त्यो एउटा ब्युरोक्रेटिक एउटा ब्युरोक्रेटिक तरिका हो जसमा युनिभर्सिटिजहरूमा युजिसीले जुन रेकग्नाइज्ड युनिभर्सिटिजहरू हुन्छ उनीहरूलाई आफ्नो इन्फर्मेसन जनतामा उपलब्ध गराउनु पर्ने बाध्यता गराएको छ। अनि त्यो अनुरूप जुन कलेजले युनिभर्सिटीले त्यो इन्फर्मेसन सबै युनिभर्सिटिजहरूले आफ्नो इन्फर्मेसन उपलब्ध गराउनुपर्छ। यसमा कतिजना स्टाफ छ, स्यालेरी के छ, यो कुराहरू उपलब्ध गराउनुपर्छ। अनि त्यो उपलब्ध गराएको थिएन। तर यसमा लुकाउने त केही कुरा छैन। यसमा जुन उहाँहरूले जुन युजिसीको नर्म्स अनुसार जुन कुरा उपलब्ध गराउँछ त्यो अब यसरी डिफल्ट लिस्टमा नाम आएपछि उहाँहरूले गराउँछ। यसमा सिक्किमलाई बदनाम हुने केही कुरै छैन। तर यहाँबाट हामीले के बुझ्न सकिन्छ भने यो 5वटा आखिर सिक्किममा बनिँदै गरेको यो सबै युनिभर्सिटिजहरू चाहिँ युजिसी रेकग्नाइज्ड अनि युजिसी एफिलिएटेड युनिभर्सिटिजहरू रहेछ भनेर हामीले चाल पायौँ। यसमा हाम्रो नानीहरू ढुक्क भएर पढ्दा हुन्छ। हामीले यो युनिभर्सिटिजहरू सबै युजिसी रेजिस्टर्ड युनिभर्सिटिजहरूलाई मात्रै सिक्किममा दाखिला दिएको छ। सिक्किम सरकारले त्यो कुरा हेरिरहेको छ। अनि यो युनिभर्सिटिजहरू सबै आखिर युजिसी एफिलिएटेड अनि रेकग्नाइज्ड युनिभर्सिटिजहरू रहेछ भनेर हामी ढुक्क हुँदा पनि हुन्छ। र अर्को यसबाट फाइदाको हामीले हेऱ्यौँ भने यसले सिक्किम यस्तो एउटा जियोग्राफिकल स्टेट हो जहाँ तपाईँले म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज बेसी लाउनु सक्दैन। यसको कतिवटा इन्फ्रास्ट्रक्चरले यसको इन्भाइरोमेन्टले सपोर्ट पनि गर्दैन। र म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजहरू नलगाएर सिक्किममा चाहिँ तपाईँले इकोनोमिस्टहरूको कुरा सुन्नु हो भने सिक्किममा चाहिँ सर्भिस इन्डस्ट्रीहरू लाउनुपर्छ हामीले, जस्तो एजुकेसन सेन्टर्सहरू। यसले ह्युमन रिसोर्स क्रिएट गर्छ है, यसले रेभेन्यू जेनेरेसन गर्छ। सर्भिस इन्डस्ट्रीहरू हामीले लाउनुपर्छ, यसले इम्प्लोइमेन्ट जेनेरेसनको काम गर्छ भनेर चाहिँ आज सर्भिस इन्डस्ट्रीहरू सिक्किममा लाउनु भनेर भनिन्छ। र त्यसमा एजुकेसन युनिभर्सिटिज एजुकेसन एउटा सर्भिस इन्डस्ट्री हुनसक्छ जसमा तपाईँले ह्युमन रिसोर्सहरू तयार गर्नुहुन्छ। त्यो ह्युमन रिसोर्सहरूले भोलि इम्प्लोइमेन्ट जेनेरेट गर्छ। कतिले तपाईँको उहाँहरूको स्किल्सले तपाईँको नेसनल रेकग्निसन पाउँछ, इन्टरनेसनल रेकग्निसन पाउँछ। उहाँहरू जहाँ पनि जीवन तयार बनाउँछ। त्यो स्किल उहाँहरूको स्किल तयार गर्छ। ह्युमन रिसोर्स आज सिक्किमको युनिभर्सिटिजहरूले तयार गर्छ। र सिक्किममा आज पूर्व सरकारमा हामीले हेऱ्यौँ भने पूर्व सरकारमा म्यानुफ्याक्चरिङ इन्डस्ट्रीलाई प्रमोट गर्यो। आज त्यसले सिक्किमलाई के फाइदा गराउँदैछ? जुन सरकारमा गणेश राईज्यू एउटा त्यो सरकारको नेतृत्व पङ्क्तिमा थिए, उहाँ चेयरम्यानको रूपमा सिक्किम सरकारमा थिए। र त्यो सरकारले चाहिँ म्यानुफ्याक्चरिङ इन्डस्ट्री सिक्किममा फार्मास्युटिकल इन्डस्ट्रिज ल्यायो। कमसेकम 50 भन्दा अधिक फार्मास्युटिकल इन्डस्ट्रिज सिक्किममा एसडिएफ समयमा आयो। अनि आज पल्युसन त त्यो बेग्लै कुरा हो, त्यहाँबाट पल्युसनको भिन्दै कुरा हो। र यो फ्याक्ट्रीले आज सिक्किमलाई के रेभिन्यू के दिँदैछ? यसको 50% जिएसटी त सेन्ट्रल गभर्मेन्टले लान्छ। रहेको 50% जिएसटीबाट 50% तपाईँको बेङ्गल सरकारले लान्छ, किनभने त्यहाँबाट उहाँहरूको यो मार्केटिङ हब सिलिगुडी भएको हुनाले त्यहाँबाट जति पनि दबाईहरू मार्केटिङ हुन्छ त्यो 50% जिएसटी, यो दबाई फ्याक्ट्रीको जिएसटी वेस्ट बेङ्गल गभर्मेन्टले लान्छ, 50% सेन्ट्रल गभर्मेन्टले लान्छ। जिएसटीबाट सिक्किमले एकै पैसा पनि आजसम्म यो इन्डस्ट्रिजहरूबाट पाएको छैन। र यसमा अर्को छ, यसमा जुन इम्प्लोइमेन्ट जेनेरेट गर्छ, आज 90% इम्प्लोइमेन्ट सिक्किमकोले पाउनुपर्ने हो। तर यहाँ आज सिक्किमको सायद 20 या 30% इम्प्लोइमेन्ट छ, अनि 70 अथवा 80% इम्प्लोइमेन्ट चाहिँ आज इन्फ्लक्सबाट भइरहेको छ। आज सिक्किममा इन्फ्लक्स जेनेरेट गरिरहेको छ यो फ्याक्ट्रीले। अनि 80% to 70% to 80% आज इम्प्लोइमेन्ट चाहिँ इन्फ्लक्सबाट छ। र आज यो किसिमको इन्डस्ट्रीहरू त्यति बेला पूर्वको सरकारमा ल्याउने काम गर्यो भने एसकेएम सरकारले चाहिँ आज एजुकेसन इन्डस्ट्री सिक्किममा ल्याएको छ। र यो सबै युजिसी रेकग्नाइज्ड अनि यो जग्गालाई कुनै धोका नहुने
यहाँको विद्यार्थीहरूलाई धोका नहुने युनिभर्सिटिजहरू आज सिक्किममा उपलब्ध गराएको छ। र अर्को कुरा गणेश राईज्यूले सिक्किम ऊर्जाको विषयमा कुरा गर्नुभयो। जो टिस्टा ऊर्जा, पूर्व नाम टिस्टा ऊर्जा भएको सिक्किम ऊर्जाको विषयमा उहाँले हाइडल पावर प्रोजेक्टको कुरा गर्नुभयो। यो प्रोजेक्टमा कुरा सिधा छ। सिक्किम सरकारले जुन जनहितमा लिन सक्ने निर्णय छ, सिक्किम सरकारले लिएको छ। अनि सिक्किम सरकारले निर्णय लिएपछि अनि लिएको निर्णयलाई जनसाधारण अघि पनि यो कुरा राखिदिएको छ। एसेम्ब्लीमा नै मुख्यमन्त्री महोदयले भन्नुभएको छ कि Sikkim Chief Minister Prem Singh Tamang justified the decision on the grounds that it was done to avoid a death trap. Sikkim Urja चाहिँ को मेजोरिटी शेयर्स ग्रीनको भन्ने कम्पनीलाई दियो. This was to avoid death trap. The previous, यहाँ न्युजमा लेखिएको छ, the previous Sikkim Democratic Front government had taken around 3,500 crores as loan from various sources in order to fund the Tista 3 project. यो प्रोजेक्टको लागि 3,500 त यो उब्रेको लोन भयो. यसमा 6,000 भन्दा बेसी 6,000 करोड भन्दा बेसी लोन लिएको थियो र आउटस्ट्यान्डिङ लोन चाहिँ 3,500 सम्मको थियो. अनि त्यति बेला आउटस्ट्यान्डिङ लोन त्यति करोडको 3,500 को आउटस्ट्यान्डिङ लोन भएको बेलामा चाहिँ त्यो प्रोजेक्ट कोल्याप्स भयो. ग्लफले गर्दाखेरि कोल्याप्स भयो. र अनि डेट ट्र्याप फेरि त्यो प्रोजेक्टलाई रिभाइभ गर्नु लागि सिक्किम सरकारले थुप्रो, सिक्किम सरकारको 60% शेयर थियो र मेजोरिटी स्टेक होल्डर भएको कारणले यो सिक्किम सरकारले नै पाइला चाल्नुपर्ने थियो र यसमा डेट ट्र्यापमा फस्ने डर हुँदाखेरि चाहिँ यो प्रोजेक्टलाई सिक्किम सरकारले फेरि नगर्नु सक्ने हुँदाखेरि आफ्नो शेयर्स बेचिदिएको हो. अनि यसबाट चाहिँ हामीले सिक्किमलाई डेप्थमा होइन, लोनको कुरा गणेश राईज्यूले गर्नु हुँदै थियो. यो कदमबाट हामीले सिक्किमलाई डेप्थमा होइन, हामीले सिक्किमलाई डेप्थबाट हल्का गरेका छौँ. आज त्यो जुन कम्पनीले लग्यो सबै यसको डेप्थहरू त्यो कम्पनी माथि गयो. अब सिक्किम सरकार त्यति 3,500 करोड्सबाट तपाईँको मुक्त भएको छ. अनि त्यहाँ लेखिएको छ on February 5th, Tamang announced in Legislative Assembly that his government had decided to forego the stake in the company and that Sikkim had become completely debt-free with the sale of its stake in Tista 3. Tista Stage 3 भनेर मुख्यमन्त्रीले एसेम्ब्लीमा भनेको कुरा हो. On February 3rd, 2024, exactly 4 months after disaster struck the project, on the night of October 3rd, 4th, 2023, Sikkim's Power Department reportedly issued a notice announcing the cabinet decision to disinvest its entire stake in Sikkim Urja Limited. According to this notice, Greenko would take over the Sikkim government's loan, which stood to 2,895.46 crores from Power Finance Corporation. It would also take over the principal component of another loan taken from Sikkim Bank Limited amounting to 184.28 crores. भनेर अब यो प्रेसमा यो किसिमले जानकारी छ आज. र सिक्किम ऊर्जाको 60% जुन गभर्नमेन्टको स्टेक थियो यो दिनै पर्ने थियो. अनि यसमा गणेश राईज्यूहरूको आरोप छ कि किन टेन्डर गरेन, किन कम्पनीज बोलाएन भन्ने कुरा छ. तर यहाँ हामीले के बुझ्नुपर्छ भने यो जति ढिलो यो प्रोजेक्ट रिभाइभ हुनु जति ढिलो गर्यो, एक दिन ढिलो गर्दाखेरि यसमा हजारौं करोडको नोक्सान हुने डर थियो. आज सिक्किमले हजारौं करोडको नोक्सान भोग्नुपर्छ. यसमा यो टेन्डरहरू गरिबस्यो भने यसमा कम्पनीजहरूलाई टेन्डरको तपाईँले रुट नाप्नु चुन्नु भयो भने यसमा सिक्किमलाई हजारौं करोडको नोक्सान हुने समय लाग्छ अनि हजारौं करोडको नोक्सान हुन्छ. र त्यो अभोइड गर्नु लागि गभर्नमेन्टले एउटा कम्पनीको ब्याकग्राउन्ड चेक गरेर त्यो कम्पनीलाई हेरेर सबै कुरा सबै कम्पनीजहरुसँग कुरा गरेर एउटामा फाइनलाइज गरेर सिक्किम सरकारको स्टेक बेचिदिन्छ. अनि त्यो कम्पनीले अब त्यो टिस्टा ऊर्जा प्रोजेक्टलाई रिभाइभ गर्छ र त्यसबाट सिक्किम सरकारले पाउनुपर्ने फ्री इलेक्ट्रिसिटी सिक्किम सरकारले पाउँछ. र यस प्रकारले सिक्किमको एउटा एसकेएम पार्टी एसकेएम सरकारले एउटा पोलिसी डिसिसन लिएको छ. यो जनताको हितमा छ. यसमा आरटीआई गर्नुपर्ने यसमा केही कुरा नै छैन. तर आज क्याप पार्टीले यसमा आरटीआई गरेर चाहिँ सिक्किम सरकारले भिजिलेन्समा दियो भन्ने अर्को यो गलत कुरा हो. सिक्किम सरकारले जब
अक्टोबर 3 या 4 तारिक 3-4 तारिक जुन अक्टोबर 2023मा जुन ग्लफ भयो, ग्लफमा यो प्रोजेक्ट एकदमै 100% यो प्रोजेक्ट कल्याप्स हुँदाखेरि त्यो ड्यामको कन्स्ट्रक्सनमाथि शङ्काको कुरा आयो र त्यसमा यो मुख्यमन्त्री महोदयले लगत्तै त्यो ग्लफको अनि त्यो ड्यामको विषयमा प्रेस कन्फरेन्समा भन्नुभएको थियो कि अब यसमा भिजिलेन्स इन्क्वायरी हुन्छ र यो कन्स्ट्रक्सन अनि त्यति बेला भएको अनियमितहरूको लागि चाहिँ यसमा इन्क्वायरी हुन्छ भनेर त्यति बेला अनाउन्स गरिसकेर भिजिलेन्सले तयारी गरेको र भिजिलेन्स इन्क्वायरी सुरु भएको र क्यापले अब यसलाई तपाईँको आरटिआई गर्दाखेरि यो अलरेडी यो डकुमेन्ट्स भिजिलेन्ससँग थियो र क्यापले आरटिआई गरेर चाहिँ सरकारले भिजिलेन्स इन्क्वायरी सुरु गरेको भन्ने यो दिग्भ्रमित गर्ने कुरा हो, यो गलत कुरा हो, यो झुटो कुरा हो र यसमा अघि नै मुख्यमन्त्रीले भिजिलेन्स यसको इन्क्वायरी अनि भिजिलेन्स इन्क्वायरी एउटा अनाउन्स गरिसकेको थियो र सिक्किम ऊर्जामा पनि सिक्किम सरकारले जुन काम गरेको छ त्यो जनताको हितमा काम गरेको छ र त्यसलाई लुकाउनु पर्ने केही कुरा छैन। अर्को उहाँले कुरा गर्नुहुन्छ विशेष गरी एउटा उहाँको सायद त्यसको यो आइतबारे कुराकानीको अघिल्लो आइतबारे कुराकानी हो, अघिल्लो एपिसोड हो, त्यसमा उहाँले सायद लोनको पनि लोन सिक्किम सरकारले थुप्रो लोन लिएको भन्ने कुरा उहाँले राख्नु भएको छ। म आज त्यो कुरालाई पनि काउन्टर गर्न चाहन्छु। लोन्स जुन सरकारले लोन लिन्छ यो एउटा जुनै पनि सरकारलाई यसरी लोन दिइँदैन पनि। तपाईको जसको फर्काउने जुन स्टेटको फर्काउने क्षमता छ त्यसलाई लोन दिने गर्छ। आज लोन लिएको अनुसार चाहिँ तपाईले यसमा कुनै किसिमको एउटा यसले सरकारको जुन गभर्नेन्स छ यसमा कुनै किसिमको फरक पार्दैन। यो एउटा अलग्गै मेकानिजम हो र सबै सरकारले लोन लिने गर्छ। अनि आज सिक्किममा किन यति बेसी लोन भयो भन्दाखेरि चाहिँ यो 2014मा केन्द्रमा भएको रिजिम चेन्जले गर्दा हो। त्यसको अघिल्लो रिजिमहरूले एकदमै तपाईको जुन स्टेटहरूलाई फन्डिङ गर्ने उहाँको मेकानिजम एकदमै तपाईको अर्कै किसिमको थियो। त्यति बेला 100% ग्रान्टहरू दिने गर्थ्यो सेन्ट्रलले फन्ड्सहरू। तर 2014मा मोदी गभर्मेन्ट आएकोदेखि रिजिम चेन्ज भएकोदेखि उहाँहरूको पोलिसिज अनि प्लानिङ कमिसनलाई बन्द गरेर उहाँहरूले नीति आयोग ल्याएर उहाँहरूको तौर तरिकामा पनि धेरै भिन्नता भयो पूर्वको सरकार भन्दाखेरि। र उहाँहरूले चाहिँ आजको दिनमा चाहिँ ग्रान्टहरू दिँदाखेरि यो एउटा लोनको रूपमा दिन्छ। त्यति बेला बेसी अनियमितता भएको कारणले गर्दाखेरि सेन्ट्रल स्किम्सहरूको दुरुपयोग भएको कारणले गर्दाखेरि आजकल फन्डहरू दिँदाखेरि यसलाई प्राय एउटा लोनको रूपमा दिइन्छ ताकि सरकारले पनि यसलाई जस्टिफाइङली यसको युटिलाइजेसन गरोस् भनेर चाहिँ केन्द्र सरकारले आजकल फन्डहरू प्राय लोनको रूपमा दिइन्छ। तर यसमा एकदमै कम्ती इन्ट्रेस्ट हुन्छ अनि जुन रिपेमेन्ट टर्म हुन्छ त्यो पनि एकदमै लामो हुन्छ। अनि त्यो समय पुग्दा वर्दा त्यो लोनको तपाईको त्यति भ्याल्यु पनि हुँदैन। त्यसको फाइनेन्शियल तपाईको इन्फ्लेसनले गर्दाखेरि त्यसको भ्याल्यु पनि धेरै कम्ती भएको हुन्छ। अनि युजुअली यस्तो लोनहरूलाई त्यति बेला ग्रान्टमा कन्भर्ट पनि गरिन्छ। र आज यो तरिकाले गर्दाखेरि चाहिँ आज जुन सिक्किममा आउने जुन फाइनेन्शियल उयो छ सिक्किममा आउने त्यसलाई चाहिँ आज सरकारले 100% ग्रान्ट नगरेर लोनको रूपमा दिइन्छ। र यो एउटा फाइनेन्शियल एलोकेसन जुन स्टेटलाई हुने एलोकेसनहरूमा चाहिँ एउटा लोनको रूपमा आएको हुनाले आजको दिनमा सरकारले थुप्रो लोन लिएको जस्तो देख्छ। तर यो लोनले जनसाधारणलाई अनि तपाईँ र मलाई कुनै किसिमको फरक पार्दैन। आज हामीलाई केही किसिमको यो लोनले गर्दाखेरि केही किसिमको डर र भय भन्ने हामीलाई हुँदैन। आज यसकै क्याप पार्टीले अथवा गणेश राईज्यूले यो लोनको कुरा गर्दाखेरि सिक्किमे जनताको आउने भावी पिँढीको माथि बोझ भएको उहाँले कुरा गर्नुभयो। तर जनतालाई कुनै पनि यो बोझ होइन, यसले जनतालाई कुनै किसिमले एफेक्ट पनि गर्दैन। अनि आजसम्म सरकारहरूले लोन लिँदै आउँछ र एसडिएफ सरकारले पनि हजारौँ करोडको लोन लिएको हो। आज त्यो लोन यो सरकारले आएर तिर्नुपर्छ। अनि त्यो डेभलपमेन्टको लागि चलाएको कुरा हुनाले त्यसलाई आउने सरकारले जो इन्कम्बेन्ट सरकारले त्यसलाई तिर्नुपर्छ। त्यो तिर्ने सरकारकोमा एउटा मेकानिजमै हुन्छ। अनि त्यसले जनसाधारणलाई कुनै इफेक्ट पार्दैन। आजसम्म यो लोन लिएको कारणले गर्दाखेरि तपाईँ र मलाई नोटिस पनि कसैलाई जनतालाई
यो लोन फर्काउनु पर्छ भन्ने नोटिस पनि आएको हामीले सुन्दैनौँ, किनभने यो जनतासँग कुनै सरोकारै हुँदैन। यो लोन एउटा गभर्मेन्टको एउटा मेकानिजम हो, यो उहाँहरूले लोन लिन्छ अनि तिर्दै जान्छ। आज इन्डियालाई पनि तपाईँले हेर्नुभयो भने वान अफ द वर्ल्डको 5th लार्जेस्ट इकोनोमी हो, फिफ्थ टपमोस्ट इकोनोमीमा आउँछ, तर लोन लिने कन्ट्रीहरूमा इन्डियाको रेट हाइएस्ट हो। आज इन्डिया चाहिँ टपमोस्ट कन्ट्री हो जसले चाहिँ आइएमएफ अथवा वर्ल्ड ब्याङ्कबाट लोन लिएको छ। र लोन लिँदाखेरि त्यो कन्ट्रीको गभर्नेन्समा अथवा पर्फर्मेन्समा कुनै किसिमको ह्याम्पर हुँदैन यसले। र आज सिक्किममा पनि पक्का हो सिक्किम सरकारलाई कतिपय लोन छ, तर यो लोन सरकारको एउटा तिर्ने मेकानिजम हुन्छ अनि तिर्दै जान्छ। र यो लोन जुन स्टेटहरूको तिर्ने क्षमता छ, जुन कन्ट्रीको तिर्ने क्षमता छ, उनीहरूलाई मात्रै यो लोन दिने गर्छ। र गणेश राईज्यूले तपाईँको लोनको विषयमा भन्दाखेरि अर्को एउटा सिक्किममा चाहिँ आज डलरमा लोन लिने कुरा उहाँले गर्नुभयो, अनि $100 मिलियन लोन लिएको छ सिक्किम सरकारले। र यो डलरमा लोन लिँदाखेरि चाहिँ भोलि पर्सि डलरको रेट अझै बढेर गयो भने यो लोन अझै महँगो भएर जान्छ, र $100 मिलियन को लोन लिएको छ भन्ने उहाँले कुरा गर्नुभयो। यो सरासर गलत कुरा हो, त्यो झुटो कुरा हो। आज सिक्किम सरकार केन्द्रले सिक्किम सरकारलाई सिक्किम इन्स्पायर्स भन्ने एउटा प्रोग्रामको थ्रुबाट $100 मिलियन दिएको छ, तर यो $100 मिलियन चाहिँ यो भारतले वर्ल्ड ब्याङ्कबाट, भारत सरकारले वर्ल्ड ब्याङ्कबाट लोन लिएको पैसाबाट दिएको हो। यो सिक्किम सरकारले डाइरेक्टली फर्स्ट अफ अल वर्ल्ड ब्याङ्कबाट यो लोन लिएको होइन, यो भारत सरकारले लोन लिएर चाहिँ सिक्किम सरकारलाई $100 मिलियन दिएको छ, जसमा 90% चाहिँ ग्रान्ट हो अनि 10% मात्रै लोन हो। र जुन इन्स्पायर्सलाई दिएको $100 मिलियन सिक्किम सरकारले लिएको छ, यसले एकदमै आउने पिँढीलाई खतरा बनाएको छ भनेर उहाँले कुरा गर्नुभयो। यो चाहिँ 90% ग्रान्ट हो, 10% मात्रै यसको लोन हो। र यो लोनको अमाउन्ट पनि तपाईँले जे पाए त्यहीमा चलाउनु पाउँदैन। यसले न त ओएसडीको गाडी किन्नु पाइन्छ, न त चेयरम्यानको गाडी किन्नु सक्छ। यो लोन दिएको जुन पर्पसको लागि दिएको हुन्छ, पर्टिकुलर त्यो पर्पसको लागि मात्र चलाउनु पर्छ, अनि यो सजिलो छैन, यो फन्डहरू चलाउनु पनि सजिलो हुँदैन। र यसको इक्जाम्पल दिनु हो भने अब यो $100 मिलियन आज आइटी डिपार्टमेन्ट, सिक्किमको आइटी डिपार्टमेन्टलाई 100 करोड अलट गरेको छ। 5 इयर्समा चाहिँ 100 करोड चलाउनु सक्नु, 100 करोड चलाउनुको निम्ति अलट गरेको छ। र यो 100 करोड पनि केमा चलाउनु पर्छ भन्दाखेरि एउटा छ वुमेन डेभलपमेन्ट, एउटा छ युथ डेभलपमेन्ट, अनि अर्को छ इम्प्लोइमेन्ट जेनेरेसन। यो तीनटा कुरा, यो तीनटा कामहरूमा मात्रै यो 100 करोड रुपिस चलाउनु पाउँछ। र यो 5 वर्षको लागि भारत सरकारले सिक्किम सरकारलाई यो इन्स्पायर्सको पैसाबाट दिएको छ। र यसरी लोनको जनसाधारणसँग अथवा तपाईँ र मलाईसँग कुनै किसिमको सरोकार हुँदैन। यो सरकारको एउटा मेकानिजम हुन्छ, यसमा सरकारले लोन लिन्छ अनि लोन फर्काउँछ पनि। तर यो लोन चाहिँ एकदमै कम्ती इन्ट्रेस्ट रेटमा, अनि फाइनेन्सियल यसको रिपेमेन्ट टेन्युर पनि एकदमै लामो हुन्छ। र अर्को कुरा गर्नुभयो गणेश राईज्यूले नाम्ची र ग्याङ्टोकको स्मार्ट सिटीको कुरा गर्नुभयो। मलाई छक्क लाग्छ, आज स्मार्ट सिटीको कुरा गर्नु पर्दाखेरि यो स्मार्ट सिटी चाहिँ मोदी सरकार आएर तपाईँको 2015मा सुरु गरेको योजना हो, अनि यो लगत्तै 2017मा यो योजना बन्द पनि गरिदियो। अनि त्यहाँदेखि उता चाहिँ आज कन्टिन्युएसन कामहरू जति छ त्यो मात्रै हुँदैछ। र यो लोन दिँदाखेरि पनि अथवा पैसा अलोकेट गर्दाखेरि तपाईँको सुन्दाखेरि 1500 करोड 500 करोड भनेर सुन्छ, तर यो एकैचोटि दिँदैन। यो हरेक काम गर्दै प्रोजेक्ट युटिलाइजेसन सर्टिफिकेटहरू बुझाउँदै काम गर्दै, त्यसको युटिलाइजेसन सर्टिफिकेट बुझाउँदै, सबै फर्मालिटिजहरू पुरा गर्दै त्यहाँदेखि अलिअलि गर्दै यो अलट गरेको हुन्छ। तर सुन्दाखेरि चाहिँ हामीले 500 करोड 1500 करोड भनेर सुन्छौँ। यो एकैचोटि अलट हुँदैन। यो एकदमै कामसँगले तपाईँले कामलाई जस्टिफाई गर्दै त्यसको युटिलाइजेसन सर्टिफिकेटहरू बुझाउँदै यो फन्ड लिनुपर्छ। र स्मार्ट सिटीको उहाँले कुरा गर्नुभयो 1500 करोड स्मार्ट सिटीमा खर्च भएको भन्ने। यो हेर्नुहोस्, यो प्रोजेक्ट हुनु त एसडिएफ समयमा आएको हो। यो गणेश राईज्यू त्यति बेला एसडिएफको जुझारु नेता हुनुहुन्थ्यो, र उहाँले त्यति बेला यो स्मार्ट सिटीको विषयमा कुनै कुरा उठाएको हामीले सुनेनौँ। तर आज उहाँले यो कुरा उठाउँदैछ भने उहाँको जानकारीको लागि म भन्न चाहन्छु, यो 2015मा स्मार्ट सिटी प्रोजेक्ट आएको हो, अनि 2017मा यसको यो एन्ड भएको हो।
र त्यसको बादमा आज 2019मा झन् एसकेएम सरकारमा आएपछि त यसको कन्टिन्युएसन काम मात्रै हुँदैछ र यो त्यो गलत थियो भने उहाँले त्यति बेला नै यसलाई गलत भनेर भन्नु सक्नु पर्थ्यो। तर आज विपक्षीमा आफू सत्तामा हुँदाखेरि यो प्रोजेक्ट राम्रो, आफू विपक्षीमा आउँदाखेरि यो प्रोजेक्ट नराम्रो भन्नु यो एउटा विडम्बना, एउटा ठुलो विडम्बना हो। र स्मार्ट सिटीमा चाहिँ हामीले बुझ्नु हो भने यसमा 1500 करोड होइन, यसमा जुन हरेक भारतको थुप्रो सिटिजहरूलाई यसमा सेलेक्ट गरेको थियो र जो सिटी सेलेक्ट हुन्छ सिक्किमबाट चाहिँ गान्तोक र नाम्ची भएको हो र जो सेलेक्ट हुन्छ त्यसले 500 करोड पाउँथ्यो भारत सरकारबाट अनि त्यो 500 करोडबाट चाहिँ यो सिटीमा डेभलपमेन्टको काम गर्नु पर्थ्यो। र आज नाम्ची अनि गान्तोक स्मार्ट सिटीले आफ्नो वेबसाइट छ, त्यो वेबसाइटमा उहाँहरूले कुरा सबै पैसा कसरी खर्च भयो, के काममा खर्च गरे भनेर उहाँले उपलब्ध गराउनु भएको छ। अब यसले जनसाधारणलाई कति राम्रो भयो त्यो हामी आफै यसलाई जज गर्न सक्छौँ। तर स्मार्ट सिटीको प्रोजेक्ट चाहिँ एसडिएफ कालमा यो सुरु भएको अनि त्यति नै बेला सकेको र यो अहिले भएको चाहिँ यसको कन्टिन्युएसन मात्रै हो भनेर म गणेश राईज्यूलाई जानकारी दिन चाहन्छु। र यसरी भन्नुपर्दाखेरि लोनको विषयमा यो आज यसको जनतामा एउटा त्रास फैलाउने काम भइरहेको छ। सिक्किमको लोन यति छ, जनतालाई खबरदार, अनि जनतालाई हानि हुन्छ, तर यो सब गलत कुरा हो। यो लोन जति नै भए पनि यसको जनतासँग कुनै सरोकार छैन, यो आउने सरकारले तिर्छ र यो जो सरकारमा हुन्छ उसले तिर्नुपर्छ र यो लोन सरकारकै डेभलपमेन्टको कामहरूको लागि आज लिइरहेको छ। र एसकेएम सरकारमा लोन किन बेसी भयो भन्दाखेरि गभर्मेन्ट रिजिम चेन्ज भएपछि चाहिँ आजकल फाइनेन्सियल अलोकेसनहरू तपाईँको ग्रान्ट 100% ग्रान्टको रूपमा होइन तर लोनको रूपमा दिएको हुन्छ र यो गभर्मेन्टको पोलिसी हो, सेन्ट्रल गभर्मेन्टको पोलिसी भएको कारणले गर्दाखेरि आज एसकेएम सरकारमा चाहिँ लोन थुप्रो आएको हामीले देख्न सक्छौँ। र लोन यसको बादमा अब म अन्तमा आउनु पर्यो र अब अझै एक दुईवटा उहाँले कुरा गर्नुभएको छ जो म त्यति माइना राख्दिनँ, तर पनि म आज यो विषयमा कुरा गर्न चाहन्छु। गणेश राईज्यूले हाम्रो मुख्यमन्त्रीको फ्यामिलीको क्रिटिसिजम विषयमा भन्नुभयो कि हाम्रो वर्तमान मुख्यमन्त्री अनि एसडिएफ अध्यक्ष एसकेएम अध्यक्ष श्री प्रेमसिंह तामाङ गोले चाहिँ एकदमै उहाँको फ्यामिलीलाई क्रिटिसिजम गर्दाखेरि एकदमै आतिएको अनि रिसाएको उहाँले भन्नुभयो र यसरी पिएस गोले साहबले चाहिँ मेरो परिवार राजनीतिमा नरहेको भन्ने कुरा भन्नुभयो, तर उहाँले नै पूर्वको सरकारमा पनि फ्यामिलीलाई क्रिटिसाइज गरेको थियो भन्ने गणेश राईज्यूले कुरा गर्नुभयो। तर म आजको सरकार र पूर्वको सरकारमा अनि अहिलेको क्रिटिसिजम र पूर्वको क्रिटिसिजममा म फरक देखाउन चाहन्छु। पूर्वको सरकारको छोरीको क्रिटिसिजम भएको हो, तर त्यो चाहिँ एउटा लोवर इकोनोमिक ग्रुपबाट अनि बिपिएलबाट भनौँ या त एउटा लोवर इन्कम ग्रुपको तपाईँको जुन कोटा चाहिँ त्यति बेलाको नर्थ इस्टको रिचेस्ट चिफ मिनिस्टरको छोरीले उपयोग गरेको कारण क्रिटिसिजम भएको हो। उहाँले एउटा लो इन्कम ग्रुपले अथवा त लो इन्कम ग्रुपको नानी अथवा बिपिएलको नानीले लिनुपर्ने जुन स्कलरसिप थियो त्यो चाहिँ उहाँले चलाएको हुनाले अनि त्यो स्कलरसिपबाट उहाँको फरेन एजुकेसन फन्ड भएको हुनाले चाहिँ यो क्रिटिसिजम उहाँलाई भएको हो। तर अहिलेको वर्तमान मुख्यमन्त्रीको छोरीले न त कुनै स्कलरसिप चलाएको छ, न त त्यस्तो केही सरकारसँग लिङ्क केही काम गरेको छ, तर त्यस्तो नानीको चाहिँ बिना बित्थामा क्रिटिसिजम गर्नु चाहिँ यो गलत हो भनेर चाहिँ मुख्यमन्त्रीको भन्ने चाहना हो। र अब यो जनसाधारणले बुझ्नुपर्छ, यो हामीले भनेका छौँ पूर्व मुख्यमन्त्रीको क्रिटिसिजम, छोरीको क्रिटिसिजम एउटा स्कलरसिप, एउटा लो इन्कम ग्रुप अथवा बिपिएलको स्कलरसिप युटिलाइज गरेको हुनाले भएको थियो भने आजको वर्तमान मुख्यमन्त्रीको छोरीलाई बिना बित्थामा क्रिटिसाइज गर्नु यो गलत हुन्छ भन्ने अब यो आफ्नो आफ्नो विचार हो। र त्यति बेला पूर्व मुख्यमन्त्रीको श्रीमतीले पनि उहाँको मैनाम गार्डन्स भन्ने उहाँको यो व्यवसायले सिक्किम सरकारमा फुलको सप्लाईहरू गर्ने गर्थ्यो, एग्रिकल्चर इक्विपमेन्टहरूको सप्लाई गर्ने गर्थ्यो। यो किसिमको व्यावसायिक कामहरू गरेकोले गर्दाखेरि अनि गभर्मेन्टको जुन चाहिँ मुख्यमन्त्रीको फ्यामिली मेम्बर्सले कुनै गभर्मेन्ट
यसरी कोठा बनाऊ या त गभर्मेन्ट फेसिलिटिजको उपयोग गरेको हुनु हुँदैन भन्ने एउटा मोरल मान्छेको एउटा मोरल अन्डरस्ट्यान्डिङ छ। त्यो बाहेक उहाँले चाहिँ सिक्किममा यसरी सप्लाईको कामहरू गभर्मेन्टको सप्लाईको ठेकाबेका गरेको हामीले कुरा सुन्थ्यौँ र उहाँको क्रिटिसिजम हुन्थ्यो। नयुमा इन्टरप्राइजले तपाईँको युनिफर्मको सप्लाई गर्थ्यो है, स्कुल युनिफर्मको टेन्डर गरेर सप्लाई गर्थ्यो, उहाँले स्कुल जुत्ताको सप्लाई गर्थ्यो, स्कुल बुक्सको सप्लाई गर्थ्यो, पुलिसको युनिफर्ममा उहाँहरू टेन्डर गरेर यो सप्लाई गर्ने कामहरू गर्थ्यो र यो चाहिँ मुख्यमन्त्रीको परिवार अथवा मुख्यमन्त्रीको श्रीमतीको कम्पनी भएको हुनाले उहाँमाथि क्रिटिसिजम हुन्थ्यो। तर आजको मुख्यमन्त्रीको श्रीमतीले यस्तो कुनै किसिमको कुरामा ठेकाबिटामा पनि कुनै किसिमको कामहरूमा गभर्मेन्ट प्रोजेक्ट्सहरूमा उहाँले इन्टरफियर गरेको छैन र उहाँलाई त्यो हुनाले उहाँको पर्सनल लाइफ लिएर क्रिटिसाइज गर्नु चाहिँ यो गलत हुन्छ भन्ने कुरा एउटा मान्छेको सोच विचार हो। र क्रिटिसिजममा पनि तर मैले सोच्दाखेरि अब क्रिटिसिजमको कुरा नै गर्दाखेरि गणेश राईज्यू त रिफर्मको कुरा गर्ने व्यक्ति हो। उहाँ त पोलिटिकल रिफर्म्सको कुरा गर्नुहुन्छ र उहाँले चाहिँ आज पूर्व मुख्यमन्त्रीको छोरीलाई क्रिटिसाइज गर्थ्यौ र हामी तिम्रो छोरीलाई क्रिटिसाइज गर्छ भनेर भन्नु चाहिँ यो एकदमै गलत हो। उहाँ त पोलिटिकल रिफर्म्सको कुरा गर्ने मान्छेले त अझै यस्तो किसिमको राजनीति अनि यो राजनीतिमा हामीले यो विषयहरूमा चाहिँ रिफर्म ल्याउनुपर्छ भनेर उहाँले भन्नुपर्नेमा उल्टा उहाँको यो अलग कुरा सुन्दाखेरि मलाई त्यसमा पनि छक्क लाग्यो। र यही विषयहरू म तपाईँहरूको अगाडि साझा गर्दाखेरि म यसरी सोसियल मिडियामा आएको थिएँ र यसरी गणेश राईज्यूको कुराहरू उहाँलाई म एउटा नेता होइन तर एउटा हिपोक्रेट भनेर म लिन्छु। किनभने उहाँ सरकारमा हुँदाखेरि चाहिँ यो कुनै कुराहरूको उहाँले कहिले पनि कुरा उठाउनु भएन, न त आफ्नो लिडरलाई क्वेसन गर्नुभयो। तर आज विपक्षीमा जनताले उहाँलाई फ्यालेपछि उहाँ विपक्षीमा हुँदाखेरि यो सब कुरा गर्नु चाहिँ यो एउटा हिपोक्रेसी हो, यो हिपोक्रेट हो। उहाँले म हेर्दाखेरि उहाँलाई म बिहारको पोलिटिसियन हाम्रो प्रशान्त किशोरसँग म तुलना गर्न चाहन्छु। प्रशान्त किशोरले पनि पहिला उहाँ अहिलेको चिफ मिनिस्टर नीतिश कुमारको डेपुटी भएर काम गर्नुहुन्थ्यो। तर बादमा उहाँले आफ्नो नीतिश कुमारलाई छोडेर आफ्नो पार्टी बिहारमा आफ्नो पार्टी खोलेर सरकारलाई क्रिटिसाइज गर्ने काम गरे र त्यति बेला पत्रकारहरूले उहाँलाई सोध्नुभयो, अनि तपाईँ पहिला त त्यही पार्टीमा हुनुहुन्थ्यो अनि अहिले चाहिँ कुन मुखले तिमीले क्रिटिसाइज गरेको भन्दाखेरि उहाँले जस्टिफाई गर्नुभयो। उहाँले भन्नुभयो म नीतिशसँग थिएँ, नीतिशले राम्रो काम गर्दाखेरि म उसँग थिएँ, तर उहाँले यो सिटिजन तपाईँको सिएए कानुनलाई सपोर्ट गर्दाखेरि म त्यो पार्टी छोडेको हो। अनि अहिले चाहिँ उहाँ बिजेपीले उहाँलाई चलाएर थुप्रो बिहारमा नराम्रो काम गरेको हुनाले म विरोध गरेको हो भन्ने प्रशान्त किशोरले जस्टिफाई गर्यो। तर आज गणेश राईज्यूले मैले जस्टिफाई गरेको मैले सुनेको छुइनँ। उहाँ सरकारमा हुँदाखेरि उहाँको मल्ली क्षेत्रमा पोलिटिकल तपाईँको फ्रिडम, मान्छेको पोलिटिकल फ्रिडमको हनन हुन्थ्यो। त्यति बेला उहाँको आज्ञा अनुरूप यो कुरा हुन्थ्यो। त्यति बेला उहाँले कहिले पनि पोलिटिकल फ्रिडमको कुरा गरेन र सिक्किममा एसडिएफको शासन रहिन्जेल उहाँले पोलिटिकल फ्रिडमको कुरा गरेन, उहाँले लोनको कुरा गरेन, उहाँले पोलिटिकल मिसम्यानेजमेन्टको कुरा गरेन। तर अहिले आएर यसो कुरा गर्नु चाहिँ उहाँको हिपोक्रेटिक यो एउटा बिहेभियर हो जस्तो मलाई लाग्छ। र म यसरी नै फेरि उहाँको जति पनि उहाँले यस्तो आइतबारे कुराकानीमा होस् या त सरकारको विरुद्ध यस्तो गलत कुराहरू राखेको मैले पाएँ भने म यसरी नै यो कुराहरूलाई सच्याउँदै अथवा उजागर गर्दै आउँछु भन्दै तपाईँहरू बिचबाट बिदा लिनु पर्यो। जय सिक्किम, जय हिन्द।